Everyone, it's me Shinigami back again with a new video. So आज चाहिँ मलाई इन्डस्ट्रियल इभेन्टमा जान छ। मलाई त्यता चाहिँ रिङ लाइट एउटा मन परेको थियो कि सानोमा 950 पर्छ त्यसमा त्यसलाई। मलाई त्यसलाई पनि किन्न जान छ। अनि त्यसपछि मलाई एउटा रिङ पनि चाहिरहेको। अनि त्यो रिङ चाहिँ म आज किन्दिनँ होला किनकि मसँग हल्का फुल्का क्यास छैन है, क्यास कम भयो। अनि पछि मलाई मेरो साथीलाई पिक गर्न छ र त्यसपछि हामी दुईजना त्यहाँनिर एउटा ट्युसन बुझ्न गएको थिएँ म हिजो। अनि त्यो ट्युसनमा नि जान छ र साथीले पनि सँगै जाऊँ भनिरह। सो आज चाहिँ मेरो धेरै काम छ, लेट्स सी के कस्तो हुन्छ। अब चाहिँ म चाहिँ डाइरेक्ट जिरो जान्छु, जिरो गएर जिरोमा गइसकेपछि ड्याडीसँग पैसा माग्छु। अनि पैसा मागेर तेल हालेर म चाहिँ इन्डस्ट्रियल इभेन्टमा जान्छु। त्यो इन्डस्ट्रियल इभेन्टमा रिङ लाइट किन्छु र रिङ लाइट किनेपछि साथीलाई पिक गरेर म चाहिँ त्यो ट्युसन हेर्न बुझ्न जान्छु। सो त्यही हो, सकिसकेको छ कि जम्मा 1 लाइन मात्रै छ। अब म जान्छु, तेल हाल्छु, तेल हालिसकेपछि म मेरो साथीलाई पिक गर्छु। मैले यो रिङ लाइट किनिसकेँ, मैले स्ट्यान्ड पनि पाइसकेँ। अब यो मलाई कसरी सेटअप गर्ने मलाई थाहा छैन, मेरो साथीलाई थाहा छ होला हल्का फुल्का यसलाई कसरी सेटअप गर्ने होइन र साथी र म मिलेर यसलाई सेटअप गर्छु। अझ त्यो रिङ लाइट किनेको थिएँ होइन, र त्यो रिङ लाइटको RGB कलर बेलकामा लास्ट दामी देखिरहेको थियो कि। सो मलाई चाहिँ मेरो साथीले हेल्प गर्दा थियो त्यो फिक्स गर्नलाई RGB। अनि यो RGB लास्ट दामी देखायो क्या, RGB रिङ लाइट बेलका चाहिँ लास्ट दामी देखिन्छ। सो द्याट्स इट फर टुडे गाइज, आइल सी इन द नेक्स्ट भिडियो। टिल देन स्टे ह्याप्पी, स्टे सिङ्गल, बाई।